Hi everyone, this is Mr. Raiswar Mara from Nepal. I am an engineer. आजको कार्यक्रम यही खोलामा हुनेछ र आज हामी यही कार्यक्रममा लागेछौँ। हेरौँस्। हेलो, आज चाहिँ म यता के भन्छ अरे गुम्बा एरिया भोजपुर जिल्लाको तीनवटा गाउँपालिकाकै ठाउँ टेम्कीमेङ गाउँपालिका, भोजपुर नगरपालिका र यता रामप्रसाद राय गाउँपालिकाको छेउछाउमा छौँ। अनि यो गुम्बा एरियामा यतापट्टि पिकुवा खोलाको दोभान भनौँ न यसलाई, पिकुवा खोलाइरहेछन् भने यतापट्टिबाट सिक्कल खोलाइरहेछन्। यसको ठ्याक्कै टपमा चाहिँ हाइड्रो पावर छ। यो फर्स्ट हाइड्रो पावर, सेकेन्ड हाइड्रो पावर भनेको अब यो तलतिर आएर यहाँ चाहिँ इन्टेक छ। यो इन्टेकमा चाहिँ दुईटा डोर राखेका छन्। यो चाहिँ दुईटा गेट छ, त्यसपछि यहाँबाट पानी इन्टेकभित्र माथि लग्छन्। अनि यताबाट चाहिँ अब तल चाहिँ 4 किलोमिटर तल चाहिँ पिकुवा हाइड्रो पावर भन्ने छ, त्यहाँ पिकुवा दोभानमा। त्यहाँ गएपछि अनि सक्छ लागेर होला है त। चाहिँ यो पिकुवा खोला हाइड्रो पावरको इन्टेकमा छु। यो चाहिँ इन्टेक एरिया हो। यहाँ दुईटा गेट छ, यताबाट वाटर पास भइरहेछन्। यसरी चाहिँ यहाँ मोटरहरू लाछन्। यो एरियाहरू अब यसरी यहाँबाट अगाडि चाहिँ पेनस्टोक पाइपबाट 4 किलोमिटर रेन्जमा लगभग लगाइरहेछन् पानी। अनि उता गएर लगभग 4 किलोमिटर अगाडि गएर पिकुवा हाइड्रो पावर छ। यसरी डिजाइन गरिन्छ सानो हाइड्रो पावर। यो ठिक छ। यो चाहिँ पानी बाहिर फालिदिएको बेला यहाँ चाहिँ अब खै केही न केही समस्या होला। र यहाँबाट यसरी खोलामा फालिरहेछन् पानी। यो चाहिँ भोजपुरको पिकुवा खोला हो। यहाँ चाहिँ हामी रिभर ट्रेनिङको काममा आएको छौँ। उता चाहिँ हाम्रो इन्टेक थियो पिकुवा हाइड्रो पावरको। अनि मेन पोइन्ट चाहिँ यहाँ छ हाम्रो पावर हाउसको घर। अनि त्यसपछि यो चाहिँ मोटरेबल पुल, पहिला चाहिँ ट्रस पुल बनाएर छ, स्टिल ट्रस पुल। अनि यो चाहिँ बाढीले भत्काएर छ, बगाएर छ। अनि त्यसपछि मोटरेबल पुल, त्यस हाइड्रो पावर त्यहाँ एडिया भएको। अनि यो चाहिँ बेरे खोला रे। यो सानो खोला चाहिँ बेरे खोला हो। पानी चाहिँ चिटिक्क छ। अब यसो टाइम मिल्यो भने यहाँ चाहिँ मजाले नुहाउनु पर्ला। बे अफ पिकुवा खोला अनि पिकुवा हाइड्रो पावर। यतापट्टि यो पुरै जङ्गल छ। हाम्रो मेसिन चाहिँ यहाँ सेटअप छ। साउथको N62 भन्ने मेसिन चाहिँ हाम्रो। त्यस रमाइलो छ यो ठाउँ। ल हेलो, आज चाहिँ यो हाम्रो यहाँ के भन्नु 3 जेनेरेसन, 3rd जेनेरेसनसम्मको पुल रहेछ यहाँ। फर्स्टमा चाहिँ उता हेरेको चाहिँ ट्रेल ब्रिज है, जुन चाहिँ पहिला बाटोसाटो नहुँदाखेरि यसरी ट्रेल ब्रिज बनाएर वारपार हुन्थ्यो भने त्यसपछि बाटोसाटो खुलिसकेपछि स्टिल ट्रस ब्रिज चाहिँ डिजाइन भएको रहेछ। अनि केही वर्ष नबित्दै खोलाले यसलाई वारपार गर्ने गरी त के भनौँ यसलाई बिगारिसकेछन्। अनि त्यसपछि नयाँ जेनेरेसनमा चाहिँ अहिले यो चाहिँ मोटरेबल पुल है। यो आरसीसी पुल पनि
आरसीसी पुल बनाएको छ। यसकै अगाडि चाहिँ यो भनेको पिखुवा हाइड्रो पावर भनेको यही हो। यसको चाहिँ यो पिखुवा हाइड्रो पावरको मेन पोइन्ट यो रहेछ। अनि त्यसपछि यो चाहिँ हाम्रो यतातिर लाग्यो भने हाम्रो के अरे रामप्रसाद राई गाउँपालिका। अनि यो भनेको डाउन स्ट्रिम भयो भने यतापट्टि चाहिँ अप स्ट्रिम रहेछ। अप स्ट्रिममा दुईवटा स्टिल ट्रस ब्रिज र ट्रायल ब्रिज। यो चाहिँ मोटरेबल पुल हो। यहाँ चाहिँ हामी आज लगभग आजदेखि भोलि पर्सिसम्ममा हाम्रो काम हुन्छ होला हाइड्रो पावरतिर। अनि यो छेउछाउको त्यो छेउछाउमा ठ्याक्कै त्यो राइटपट्टिको हेरेको ठाउँ त्यो पर गाउँबाट यसरी चाहिँ पेरिस्टोक पाइप आएर छ। अनि पानी चाहिँ यो पिखुवा सिक्तेल बेहेरे सबै खोलाहरूको मिक्स गरेर यहाँ चाहिँ 8 मेगावाटको चाहिँ हाइड्रो पावर तयार भएको रहेछ। यहाँबाट चाहिँ खै कति कहाँ पुऱ्याउँछ अरे त्यो ठ्याक्कै थाहा भएन। ओ सोध्नु पर्ला। हस् त बाई टाटा बाई बाई।